यहाँ हेर्नुहोस् है साथीभाइ, ल साथीभाइ हामीले यहाँ घर हेर्नुहोस् है, लिपेको छोरा लाइक मान्छेले कमेन्ट हेर्नुहोस् ल सेयरहरू यसरी सबैले लिनुहोस्। गरिदिनु होला है। अब यो यस्तो हुन्छ है, छोरा भत्किएको छ, मान्छेले यसलाई घर पहिला लिपेपछि टाल्नुपर्छ छोरा हो, मान्छेलाई राम्रो सबै बनाउनु। कुरा आउनुपर्छ। छोरा मान्छेले टक्क टाल्यो यसरी, आफै टक्क। जान्नु पनि पर्छ, अर्काले सिकाएको भरमा होइन, आफै खुद यो चाहिँ जानेर कति कुरा गरेको चाहिँ अर्काले सिकाएको भरमा होइन, एक्सपिरियन्स पनि हो, आफूले त्यो सिक्नु दिमाग पनि पर्छ। ट्यालेन्टेड हो है त्यो तर चाहिँ। हामीले चाहिँ, मैले चाहिँ हुर्केको सर्केको होइन, सानै उमेरमा सिकेर आएको कि, अन्त धेरै कुरा आउँछ है। अनि हुन त अहिलेको जमानामा छोरीचेलीले घर लिप्नु जान्दैन होला हो, हामी चाहिँ सानैदेखि गरेर होला सबै आउँछ है। हामीलाई चाहिँ घर लिप्नु, घर साफ सफाइ राख्नु, चडाकचिरिक लुगा फाटो मिलाएर चडक टकटक राख्नु, मलाई चाहिँ त्यस्तो मनपर्छ। त्यसैले चाहिँ उस्तै छोरीचेली चाहिँ मसँग टक्दैन है, भएकै कुरा सिधै भनेको। मलाई त्यो झट्टे भएर हिँड्नु, झट्टे गर्नु, ल्याङफ्याङ राख्नु मन पर्दैन मलाई। यसरी लिप्नुपर्छ हो, टाल्नुपर्छ पहिला चाम्रो बनाएर, अन्त यसरी चाम्रो बनाएर टालेपछि टक्क यसरी ट्याक्क टाल्ने हुनु पऱ्यो नि, बनाउनु पऱ्यो हो। यसरी गरेपछि चाहिँ त्यहाँदेखि ल अब मैले भत्केको जति टालिसकेँ होइन, प्रायः जस्तो यसरी टाल्नुहोस्। टाल्दा चाहिँ तपाईँहरू टालिँदैन भन्छ नि, कतिजना अब लिप्छ घरमा ट्राई गर्छ लिप्नु, टालिँदैन त भन्छ नि। चुला लिप्नु हुन्छ नि, चुला भत्केको चुलाहरू, त्यो आगो पुग्ने चुलाहरू, त्यो टाल्नु कतिलाई आउँदैन होइन। मलाई मसँग भन्नुहोस्, मलाई सम्पर्क भन्नुहोस्। यसरी हामी चाहिँ सानैदेखि दुःख भोगेर होला कि सबै कुरा हुन्छ। अन्त त्यस्तोहरू सबै गर्नु आउँछ है। अब मैले टालिसकेँ हो, यो त चाम्रो छ यहाँ हो। अब यसलाई लिप्नु पर्दा त्यो पोतो लाउँछ नि, पोतो भन्छ होइन, अब त्यसलाई चाहिँ त्यसको लागि चाहिँ गिलो गर्नुपर्छ। हेर्नुहोस् ल, अब लगभग मैले सबै टाल्नु पुरा थियो होइन, अन्त टालिसकेँ। अब यी सबै टालेँ होइन। अब लिप्ने पोतो भन्छ यसलाई चाहिँ ल। अब हामीले पनि उहिलेदेखि सिकेको छ होइन, देखेर गरेको हामीले, कसैले सिकाएको होइन हात समातेर। यसलाई पोतो भन्छ। अब यसलाई टक्क राखेर यस्तो लिप्नुपर्छ हो, यस्तो लिप्नुपर्छ। साह्रो भत्किनु दिनु भएन नि फेरि, टालिएको थियो जुन चाहिँ टालेको छ मैले अगाडि, त्यसलाई चाहिँ भत्किनु दिनु भएन नि फेरि। यसरी लिप्नुपर्छ है साथी ल, छोरीचेली ल, कोलाई मनपर्छ लाइक कमेन्ट सेयर गर्नु ल। र हामी जस्तो छोरा चाहिँ, दुःख पाएको छोरा चाहिँ